हेलो वेलकम टु माई ब्लग। हामी चाहिँ फाइनली माथि चन्द्रगिरीतिर जान लाग्छौँ अनि म चाहिँ धेरै पछि ब्लगमा जोडिन छु। अनि हाम्रो चाहिँ यहाँ जङ्गलको बाटो आधी बाटोसम्म हाम्रो प्याराग्लाइडिङ स्टेसन, त्यहाँबाट चाहिँ हामी मासतिर चाहिँ चन्द्रगिरी डाँडा गएर फेरि पनि छुट्टी पहिला नै घुमिरहेको थियो, घुमिए पनि अहिले फेरि हामी हिँड्दैछौँ दुईजना। फाइनली 4-5 जना उकालो चढ्दै हो, सन्दाय नि पछि आउनु भयो अनि हामी दुईजना रमाइलो भइरहेछ। मेरो चाहिँ ब्लग धेरै पछि आउनेछ किनभने ब्लग बनाउन पनि झ्याउ लागिरहेको थियो। अहिले चाहिँ फेरि हामी दुईजना हिँडेछौँ। लास्ट गाह्रो रहेछ हिँडेर जान चाहिँ, त्यही उकाइ छ। हामी झर्ने बेला चाहिँ केवल कारमा झर्छौँ। फुल भिडियो हेरेर साथ दिनु होला। ल हामी चाहिँ आइसक्यौँ माथि डाँडामा अनि उसलाई चाहिँ आज हिँड्दाखेरि धेरै के भयो अरे थकाइ लाग्यो, किनभने फर्स्ट टाइम चाहिँ 2500 हाइटमा हाइकिङ गर्दाखेरि उसलाई चाहिँ थोरै नर्भस फिल भएछ। अनि र अहिले त ठिक छौ नि? यता हेरेर भनिदेऊ न। ओ ठिक छ अरे। हामी चाहिँ माथि मन्दिर घुम्न जानुलाई, त्यही हो। आफ्नै धुनमा पकवान खान्छ, केही सुने नै छैन। हेर्न बाँदर जस्तो पकवान खाने हिँडिने गाह्रो छ हो, गाह्रो छ। यस्तो छ मान्छे, पकवान खाँदै हिँडिने। ल रमाइलो भयो। अब हामी फर्किन लागिसक्यौँ। अब झर्दा चाहिँ हामी केवल कारमा झर्छौँ। जे होस् रमाइलो हुन्छ है, क्या रमाइलो भइरहेछ, रमाइलो गर्छौँ हामी। यता हेरिदेऊ के खाइदिएको अरे, पकवान खाएको। र हामी चाहिँ फाइनली झर्न लागिसक्यौँ। हामी दुईजना सन्ध्या चाहिँ उता चाहिँ वकिङमा हिँड्दै आएको भए चाहिँ त्यही हो। हिँडिसक्यो भित्र टक्क लाइन छ, बिस्तारै जानुपर्छ। पुरा अगाडि गइसकेछ। चाहिँ मान्छेहरू धेरै छन् है, पुरा के छ सेरे, के छ शेरबाट के हो? तभी तो मजा आएगा थोड़ा सा। रेस्क्यू बिनाको खुसी सन्ध्या डराउँ भएको जस्तो छ। हो हेर न, के हो डराइदिने, डराइदिएको हो।
Lê 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 फेरिमा 6 मिनेट हो पुऱ्याउँछन् आज 6 मिनेटको टाइममा पुऱ्याउँछ अन्डा ढुन्न दाइको हजुर बनाउनु के बनाउने धेरै बाहिर झरी झरी राख्दैन आरामले ले भन्छ मेकान्ची आनन्द चाहिँ बवाल देख्दो रहेछ तल डिगमाथि भन्दा बवाल देख्दो रहेछ यो बाटो त हिँड्नु चाहिँ हिँड्छ मान्छे अलिक ग्रुपमा हिँड्नुपर्छ कि तल बस्छ नि चितो खतरा का डर लाग्दो रे मात्र कुदिहाल्यो कि राखेर कुदिहाल्यो एक कहाँ लाग्ने तलबाट आउने त मान्छे हुन्न नि अहिले हजुर बेलुका भएर एक दुईजना खाली खाली पनि आउँछ तर आज यहाँ एउटा उयो खाली छ होइन खाली छैन तलबाट माथि आउने मान्छे छैन ताता गरिदियो ताता गरिदिनुहोस् तल ऊ बाटो ताता गरिदिनुहोस् ठाडो ताता गरिदिनुहोस् न ताता नगरिदिने यो बाटो
यसो आपद विपद पऱ्यो भने फुत्त निस्किने ठाउँ फाइनली बाहिर होइन त यहाँ थियो फाइनली बाहिर आज अब हाम्रो ड्युटी चाहिँ सिद्धिसक्यो त्यही भएर बाहिर सिधै बाहिर यहाँ चाहिँ भित्र चाहिँ यस्तो रहेछ पछि आज सब बाहिर जानु आइसक्यो पार्किङ भनेर गार्दे बाबा